हेलो नमस्ते स्वागत छ सबैजनालाई मेरो च्यानलमा म चाहिँ मोहन तामाङ सो आजको भिडियोमा सबैजनालाई स्वागत छ आशा गर्छु म सबैजनालाई सन्चै हुनुहुन्छ होला भन्ने सो आज चाहिँ तपाईँहरूलाई म मेरो काम म बस्ने ठाउँ आज यताको हिजोअस्ति जुन चेन्ज गरेको थिएँ त्यो आजको ठाउँ चाहिँ कस्तो छ भन्ने देखाउँछु तपाईँहरूलाई सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र सब्सक्राइब गर्नु होला लाइक कमेन्ट गरेर नबिर्सिनु होला सबैजनाले सो आज चाहिँ अहिले चाहिँ हामी बस्ने भनेको यो यहाँ चाहिँ दुईजना भाइ बस्छ यो टेन्टभित्र चाहिँ अहिले चाहिँ यता दुईजना मात्रै छ यो पुरै यस्तो भइसकेको छ अनि यो यताको मन्दिर भयो यहाँ मन्दिर पनि रहेछ भगवान् छ यहाँ मन्दिर हाम्रो यता हामी बस्ने कोठा चाहिँ उता अहिले देखाउँछु त्यो अनि यता चाहिँ भगवान् हुनुहुन्छ दुईजना सो भगवान्लाई मैले चाहिँ आशीर्वाद के अरे भगवान्लाई म चाहिँ ढोक गरेको सो अनि हामी यता चाहिँ यस्तो छ हाम्रो रुम छ यहाँ चाहिँ यता भयो हाम्रो किचन सानो किचन यता भयो हामी बस्ने ठाउँ हामी दुईजना यता यहाँ दुईजना साथी बस्छ हामी उतै बस्छ टेन्टमा दुईजना सो अनि यताको तपाईँहरूले भ्यू देख्न सक्नुहुन्छ यताको कस्तो छ हाम्रो भ्यूहरू पनि देखाउँछु आज यता चाहिँ सो यस्तो हरियाली कति स्वर्ग जस्तो छ नि यता त देख्न सक्नुहुन्छ तपाईँहरूले स्वर्ग जस्तो छ यहाँ त खतरा कति आनन्द जस एक्लै बस्नलाई आनन्द फिल हुने एक्लै बस्न मन लाग्नेहरूलाई चाहिँ आनन्द हुने ठाउँ खालको चाहिँ यहाँ चाहिँ कोही एक्लोपन मनपर्छ होला कमेन्ट गर्नु होला मलाई चाहिँ एक्लोपन नै धेरै मनपर्छ यस्तो ठाउँ धेरै मनपर्छ मलाई सुन्ने आनन्दको बिहानै उठ्यो नेचुरल हेऱ्यो प्रकृति हेऱ्यो कति आनन्द छ यता यो चाहिँ पोखराको तल बाघमारा के अरे बाघमारा भन्दा तल यो के घाट हुन्छ कसेरो घाट भन्ने ठाउँमा हो यो चाहिँ हाम्रो काम गर्ने ठाउँ पनि यता छ तलतिर यस्तो छ काम गर्ने ठाउँ यहाँ चाहिँ काम गर्छन् यहाँ चाहिँ अब गाडीको काम हुन्छ यस्तो बालुवा निकाल्ने गिटी बालुवा निकाल्ने थाहा होला नि त तपाईँलाई गिटी बालुवा निकाल्ने उता पारी चाहिँ धारा नि छ पारी यस्तो गाई गोरुहरू रहेछ पारी चाहिँ यहाँ तल भाइहरू पौडी खेलेर आएको छ सो यस्तो आनन्द छ यो ठाउँ तपाईँहरूले देख्नुभयो होला यो जस्ट यता पिकनिक खानलाई उता पारि नि ठाउँ खतरा छ यता चाहिँ पिकनिक खानलाई उता ठाउँ यता राम्रो छ ठाउँ यतातिर पनि राम्रै सबै ठाउँ नै अब नेचुरल त राम्रै त हुन्छ नि सबैतिर होइन नेचुरल राम्रै हुन्छ सबैतिर यस तपाईँहरू नि घुम्न आउँछ भने यता घुम्ने ठाउँहरू नि टन्नै छ राम्रो छ ठाउँ उता पारि पुरा पिकनिक खानलाई चाहिँ खतरा ठाउँ छ यता चाहिँ रमाइलो छ जान हावा चल्छ सिरिरी कति रमाइलो छ यहाँ त हाम्रो अनि त्यो मात्रै होइन हाम्रो यता नि त फेरि काम गर्ने ठाउँ चाहिँ यता पनि देखाउँछु तपाईँहरूले छ देख्नुभयो होला यस्तो हरियाली कति आनन्द छ जङ्गल चाहिँ त्यो जङ्गल चाहिँ बस्ने ठाउँ चाहिँ बाटोहरू चाहिँ यस्तो रहेछ के हो यता नि हाम्रो काम गर्ने ठाउँ यता चाहिँ ठुलो छ अलि पुरै यो काम गर्ने ठाउँ हो हाम्रो गाडी चाहिँ त्यो तल भर्नै लाग्छ गाडी यता उहाँ छ हाम्रो गाडी चाहिँ भर्नै लाग्छ खाना खाने खेल्ने पौडी खेल्ने अब हाम्रो जसले चाहिँ 12 साढे 12 हुँदैछ खाना चाहिँ आएको छैन हाम्रो भोकै बसिरहेको छ हामी चाहिँ खाना हजुरले एकछिनमा बाबाले लिएर तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो यो ठाउँ कमेन्ट गरिदिनु होला है अहिले तल हामी स्विमिङ खेलेको पनि देखाउँछु तपाईँहरूलाई पौडी नेचुरल स्विमिङ खतरा छ पौडी देखाउँछु तपाईँहरूलाई सो अन्तिमसम्म हेरिदिनु होला सो यस्तो छ यहाँ चाहिँ अब पसल पनि छैन केही छैन यहाँ चाहिँ पसल छैन पसल चाहिँ यहाँ चाहिँ पसल एउटा छ ऊ त्यहाँ छ एउटा पसल छ यता तर धेरै महँगो छ यहाँको पसल चाहिँ फेरि छुन नसक्ने छ 20 रुपियाँको बिस्कुटलाई 30 रुपियाँ छ धेरै महँगो छ यता चाहिँ कति आनन्द छ ठाउँ चाहिँ जस रमाइलो छ भिडियो सिडियो जस टिकटक बनाउनेहरूलाई भिडियो सिडियो बनाउनु चाहिँ अलि राम्रो छ कि ठाउँ यहाँ कति राम्रो छ ठाउँ त सो आज चाहिँ म धेरै बोल्न चाहेन मसँग कन्टेन्ट पनि छैन सो आजको लागि चाहिँ यति नै
तपाईँहरूलाई ठाउँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला प्लिज। सबैजनाले सब्सक्राइब गर्न नबिर्सिनु होला। सो आजको लागि यति नै, हामी भेट्नेछौँ फेरि अर्को भिडियोमा। सो सबैजनालाई बाई बाई, आजको लागि यति नै।